गोल्डन फ्लिस भन्ने टर्म जेसन एन्ड आर्गनर्स भन्ने ग्रीक मिथबाट लिएको हो। यस कथामा जेसनले उसको अङ्कलसँग आफ्नो परिवारको हत्याको बदला लिन र राजा बन्नको लागि एउटा लगभग असम्भव यात्रामा गएर गोल्डन फ्लिस लिएर आउनु पर्दछ। I could fight. I could find Pelias and kill him. But the people need more than a leader. They must believe the gods have not deserted them. They need a miracle. And where will you find this miracle? यो यात्रा जेसन एक्लैको लागि असम्भव नै हुन्छ र त्यसैले उसले ग्रीकको अरू हिरोहरूलाई आफ्नो यात्रामा आउन आग्रह गर्छ। I mean to sail with you, Jason. Tell me which champion you want me to beat. No one. I know you can beat us all. Your place is reserved. उनीहरू एकपछि अर्को चुनौती पार गर्दै जान्छन् तर अन्तिम चुनौती भने जेसनले आफै पार गर्नुपर्छ किनकि यो यात्रा उसको हो र यो चुनौती पार गर्न जेसनले यात्रामा देखेको, भोगेको, सिकेको सबै कुराको प्रयोग गर्छ अनि गोल्डन फ्लिस लिन सफल हुन्छ। अन्त्यमा आइपुग्दा जेसनको भोगाइले उसको सोच, विचार, संसारलाई हेर्ने तरिका सबै बदलिदिन्छ अनि यो यात्राको एक्सपिरियन्स पछि ऊ एउटा असल राजा बन्न योग्य हुन्छ। गोल्डन फ्लिस जनरको मेन थिम भनेको मेन क्यारेक्टरको इन्टरनल ग्रोथ वा आन्तरिक वृद्धि हो। र यो जनरमा हाम्रो हिरोको ग्रोथसम्म लग्न 3वटा वर्किङ पार्ट्स छन्। Do you believe that America is the land of opportunity? Yeah. Apollo Creed does. And he's going to prove it to the whole world by giving an unknown a shot at the title. पहिलो प्राइज वा गोल्डन फ्लिस। There is no limit to what some men will do for money, especially a man like Morris Buttermaker. यसलाई हामी क्यारेक्टरको एक्सटर्नल वान्ट पनि भन्न सक्छौँ। यो प्राइजको लागि सुरुवातमा हाम्रो हिरो एकदम अब्सेस्ड हुन्छ अनि यसलाई पाउन ऊ जुन हदसम्म पनि पुग्न तयार हुन्छ र त्यो भनेको आफ्नो साथीभाइ, प्रियजनलाई धोका दिएर मन दुखाउन पनि पछि हट्दैन। यसो गर्नुको कारण उसको प्राइजसँग जोडिएको पर्सनल मोटिभ हुन्छ जो प्रेम, लाज, रिस, बदलाको भाव आदि जस्तो भावनात्मक पक्षमा ढल्किएको हुन्छ। My name is Dalton Russell. Recently I planned and set in motion events to execute the perfect bank robbery. Why? Because I can. दोस्रो, रोड वा यात्रा। यो गोल्डन फ्लिसले हाम्रो क्यारेक्टरलाई आफ्नो अर्डिनरी लाइफबाट धकेलेर नयाँ र असहज यात्रामा लाग्न विवश बनाइदिन्छ। Disappointed? Why should I be disappointed? I got rose bushes, didn't I? I got a used car, didn't I? What's his name? What'd you call him? The Beneficiary. Right, beneficiary. He got $3 million, but he didn't get the rose. यो यात्राको चुनौतीहरूले नै हिरोलाई आफ्नो जीवन र आफूले लिएको डिसिजनहरूको लेखाजोखा गर्न लगाउँछ अनि यो बाटोमा हुने सबै इभेन्टहरूले डिरेक्टली हिरोलाई इफेक्ट गर्नुपर्छ नत्र कथाको पेस बिग्रन्छ र फिल्म खल्लो हुन्छ। I want to be one of the greats. And because I'm doing that, it's going to take up more of my time. And this is why I don't think that we should be together. अर्को कुरा, यो बाटो वा यात्रा भनेको क्यारेक्टरको जीवन पनि हुन सक्छ, कुनै मेटाफोर पनि हुन सक्छ, फ्यान्टेसी पनि हुन सक्छ र साँच्चीको पनि हुन सक्छ। कसरी लेख्ने भन्ने कुरा राइटरको आफ्नो डिसिजन हो। मात्र यो यात्राको इभेन्टले हिरोलाई छुन र बदल्न सक्नु पर्दछ र अडियन्सलाई आफ्नो कुर्सीमा राख्न सफल हुनु पर्दछ। I was on my way home to spend a nice holiday with my family. Instead, I'm in a motel bed with a stranger. तेस्रो, टिम। You're ready for a lifetime of being badasses. Oh, I am. गोल्डन फ्लिसको यात्रामा हाम्रो हिरोलाई साथी वा साथीहरू चाहिन्छ किनकि यात्राको चुनौतीमा आफ्नो टिम वा साथीको माध्यमबाट हिरोले आफूलाई र आफ्नो असल निड वा आवश्यकतालाई चिन्नुपर्छ। Your goal shouldn't be to buy players. Your goal should be to buy wins. एकचोटि आफूलाई मनपर्ने कुनै हाइस्ट, स्पोर्ट, स्पाई, वारफेयर आदि फिल्मको क्यारेक्टर इन्ट्रोडक्सन याद गर्नु। टिम ग्यादर गर्दाको सिनले कस्तो सेटिस्फ्याक्सन दिन्छ। तर यी टिम मेम्बर्सहरूले हाम्रो हिरोसँग नभएको स्किल मात्र होइन, इमोसनल क्वालिटिज पनि बोकेको हुन्छन् र यात्रामा उनीहरूसँगको इमोसनल एलिमेन्टसँग ठोक्किँदै भत्किँदै अन्त्यमा हिरोले आफ्नो इन्टरनल निड थाहा पाउँछ र उसले यो गोल्डन फ्लिस भन्दा ठुलो मोटिभेसन, गोल वा एम आफूभित्र भेट्छ। You may not look like a winning team, but you are one. So, play like one tonight. गोल्डन फ्लिस जनरलाई राम्ररी फलो गरेको मुभीहरू मध्येको एक हो 2001 को ओशन्स 11। You have been implicated in over a dozen other confidence schemes and frauds. What do you think you would do if released? I don't know. How much do you guys make a year? यस फिल्ममा ड्यानी ओसन वा जर्ज क्लुनीले एउटा इम्पोसिबल हाइस्ट प्लान गर्छ। You want to knock over a casino.
3 casinos? गोल्डन फ्लिस भनेको लुटेको पैसा हो र यसको लागि उसले टिम पनि बनाउँछ। You think we need one more? You think we need one more? All right, we'll get one. तर ओसनको लागि त्यो पैसाको कुनै मोल छैन। ऊ यो सब एउटा केटीको लागि गर्दैछ अनि यसको लागि वास्तवमा उसले आफ्नो टिमलाई पनि रिस्कमा राख्न खोजिरहेको छ। Still don't know if we can use her yet. Actually, I haven't even caught her name. Tess. Huh? तर फिल्मको अन्त्यसम्म पुग्दा ओसनले आफ्नो पर्सनल मोटिभलाई साइडमा राखेर टिमलाई पनि महत्त्व दिन्छ र सबैको लागि चिन्ता गर्छ र आखिरमा आफ्नो टिमको रेस्पेक्ट, पैसा र केटी सबै पाउँछ। We could use a pinch. What's a pinch? त्यस्तै गोल्डन फिस जनरको अर्को इक्जाम्पलमा टम क्रुजको रेन म्यान भन्ने फिल्म पनि पर्छ। यो फिल्ममा चार्ली वा टमलाई फर्स्टमा देख्दा भिलेन जस्तो भाइब आउँछ किनकि ऊ एकदम म्याटरलिस्टिक, सेल्फिस र कसैको रेस्पेक्ट नगर्ने टाइपको मान्छे हुन्छ। उसको आफ्नो बुवासँग पनि राम्रो सम्बन्ध हुँदैन। उसको बुबाको मृत्युले पनि उसलाई केही फरक पर्दैन। I'm sorry, the funeral's tomorrow in Cincinnati. He said you'd know where. I've got his number. That's not necessary. Anything else? तर जब बुबाले मर्नु अगाडि आफ्नो प्रोपर्टी अरू कसैको नाममा गरेको छ भन्ने कुरा टम क्रुजले थाहा पाउँछ तब उसको गोल्डन फ्लिस वा प्रोपर्टी आफ्नो नाममा लिएर आउने यात्रा सुरु हुन्छ। यही यात्राको क्रममा उसले आफ्नो बुबाले प्रोपर्टी आफ्नै दाइ रेमन्ड जो आर्टिस्टिक छ र टमबाट लुकाइएको थियो उसको नाम गरेको रहेछ भन्ने पत्ता लगाउँछ। पहिले त टम हल्का सक्ड हुन्छ तर उसको लागि पैसा नै बढी महत्त्वपूर्ण हुन्छ र त्यो आफ्नो नाम गराउन ऊ जबरजस्ती रेमन्डको लिगल गार्डियन बन्न खोज्छ। Raymond was left all the money and I got nothing. How much? $3 million the inheritance, every penny of it. So I'm going to keep him till I get my half. I deserve that. तर यसो गर्ने क्रममा टमले रेमन्डको केयर गर्न थाल्छ र आफ्नो बुबासँगको बिग्रिएको रिलेसनलाई यता दाइसँग राम्रो बनाएर एक हिसाबमा पश्चाताप गर्न खोज्छ। अब टमले पैसाको मतलब पनि गर्न छोड्छ। उसको लागि पैसा भन्दा ठुलो आफ्नो दाइसँगको रिलेसन हुन्छ। टमको फिल्मको स्टार्टमा भएको बिहेभियरहरू सबै चेन्ज हुन्छ तर एउटा पोइन्टमा टम रेमन्डको केयर गर्न सक्षम छैन भन्ने कुरा आउँछ र अन्त्यमा ऊ सेल्फलेस भएर पैसा नि छोडिदिन्छ र रेमन्डलाई नि प्रोफेसनल केयरमै बस्न दिन्छ। लास्टमा टमले पैसा नि पाउँदैन र आफ्नो दाइसँग बस्न नि पाउँदैन बट परिवारको महत्त्व बुझ्छ र यो एन्डिङ टमको लागि ह्याप्पी नभए तापनि अडियन्सले भने एकदम रुचाउँछन्। I don't know if I'm going to have a chance to talk to you again, but I just want you to know that what I said about being on the road with you, I meant. समग्रमा भन्नुपर्दा यी 3 वर्किङ पार्ट्स भए तापनि हाम्रो हिरोको मेन गोल प्राइज वा गोल्डन फिस होइन। उसले अन्त्यमा प्राइज पाउन पनि सक्छ वा नपाउन पनि सक्छ। प्राइजले कथा सुरु गर्छ, हाम्रो हिरोलाई एउटा बाटोमा धकेलिदिन्छ तर अन्त्यमा उसले आफूलाई भेट्नुपर्छ अथवा आफ्नो वान्टलाई नभइकन आफ्नो इन्टरनल निडलाई भेट्नुपर्छ। उसको यो यात्रा कुनै प्राइज, पैसा, ट्रफी अथवा एउटा ठाउँबाट अर्को ठाउँसम्म पुग्ने लक्ष्य भन्दा ठुलो हुनुपर्छ अनि मात्र अडियन्सले कथालाई मन पराउँछन्। गोल्डन फिस जनरको मेन पोइन्ट भनेको इन्टरनल ग्रोथ हो र यसलाई ध्यान राखेर लेख्यो भने हेभी थिम भएको कथाहरू त राम्रो हुन्छ नै बट अडियन्सले थिम पार्क सोचेर हेर्ने फिल्मलाई नि एउटा वेट दिन्छ र क्यारेक्टरलाई मोटिभेसन दिन्छ। ल अब आफ्नो गोल्डन फिस लेख्दा यसको रुललाई बुझेर लेख्नु र अडियन्सलाई मनोरञ्जन गराउनु। धन्यवाद। Deadbeat dads, rappers, crack, and splack, right? Nobody's gonna publish this. Just want to rub their noses in it. We love it. What?